हेलो साथीहरू, म चाहिँ अहिले स्लोभेनियामा यता मारिबोर साइडमा यसरी हिउँ परेछ। पुरै रोडै हिउँले ढाकिसक्यो। अघि हिउँ पर्न थालेको 1 घन्टा भयो। म पार्किङमा बस्दा बस्दै हिउँ परेको थियो, सुरु गरेको। र म चाहिँ छिटो छिटो हतार हतार अब यो बाटोबाट निस्किँदैछु। हिउँले ढाकिसक्यो, अब गाडी चिप्लेला भन्ने डर छ, त्यही भएर बिस्तारै जाँदैछु म। यस्तो बाटो हिँड्नुपर्छ युरोपमा। हेर्नु, यो एक त लोकल बाटो, यो भित्रको हाइवे साँगुरो छ, 2 लाइन हिँड्नुपर्छ। त्यही माथि पनि हिउँ परेर यसरी बाटो ढाकिसक्यो। र म चाहिँ फ्रान्स हिँडेको। अब सोमबार मात्रै पुगिन्छ। 1243 किलोमिटर छ। यहाँ चाहिँ गाडी चिप्लिन थालिसक्यो है। एकैछिनमा हिउँ परेर यस्तो भइसक्यो, गाडी चिप्लिन थालिसक्यो। त्यही भएर अब बिस्तारै बिस्तारै जानुपर्छ। यस्तो बाटो छ, पुरै हिउँले ढाकिसक्यो। रोडै पुरै हिउँको डल्ला डल्ला झरिसकेको छ। अब बिस्तारै बिस्तारै गएर चाहिँ यो बाटो क्रस गर्नु पर्यो सबभन्दा पहिला त। र यो बाटो क्रस गरिसकेपछि हाइवे निस्केपछि चाहिँ डर हुँदैन। यस्तो भित्री बाटोहरूमा चाहिँ अलिकति डर हुन्छ। एक त बाटो साँघुरो, त्यही माथि यो अब हिउँ अहिले पन्छाउँदैन। अब त्यत्तिकै झन् अब बिदा पनि छ, क्रिसमस आइसक्यो। अब क्रिसमसको बिदा पनि भइसक्यो। त्यही भएर म चाहिँ बी केयरफुल, अलिक आरामले बिस्तारै यो बाटो क्रस गरेर हाइवे पक्रिनेछु। यता त झन् केही नदेख्ने रहेछ, यस्तो बाक्लो हिउँ परेर छ। 1 घन्टामा यस्तो हिउँ परेर पुरै रोडदेखि लिएर सबै जाम लागिसक्यो, यस्तो सेतै भइसक्यो। त्यही भएर म चाहिँ बिस्तारै बिस्तारै निस्किँदैछु। हस् त, बाइ सबैजनालाई।